गुड मर्निङ, स्वागत छ हजुर सबैलाई मेरो फेरि नयाँ भिडियोमा। अनि आज चाहिँ म भ्लग बनाउन गइरहेको छु। बिहान बिहानै उठेर हामी चाहिँ काम गर्न जाँदैछौँ। बहिनी र साथी चाहिँ जाँदैछ उता अनि 7 बजिसक्यो। अनि उठेर हामी चाहिँ काम गर्न लाग्यो। हिजो पनि गएको थियौँ, सो हिजो काम सकेन। अनि फेरि पनि आज पनि जाँदैछौँ। मेरो माइत घरबाट चाहिँ मेरो घरमा काम गर्न जाँदैछौँ। बहिनीहरूलाई लिएर जाँदैछु, बहिनी र साथीलाई। सो हामी चाहिँ जाँदैछौँ। ओइ 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 कस्तो राम्रो देखेको। यो चाहिँ मेरो साथी हो, यो चाहिँ मेरो बहिनी हो। अनि हामी चाहिँ जाँदैछौँ साथीहरू। आया हामी चाहिँ के काम गर्न गएको भन्दाखेरि चाहिँ हामी घन चाहिँ टिप्न गएको साथीहरू। यति गयो। ओइ मलाई त हिजो यता काँडा पसेछ, भर निकाल्नु पर्ने। अघि निकाल्नु खोजेको सियै भेटिनँ। अनि त्यही हो, हामी चाहिँ जाँदैछौँ। गएर आज हिजो हिजो हामी होइन ढिलो कस्तो राम्रो देखेको छ। यस्तो आकाशहरू कस्तो खुल्ला देखिरहेको छ कि। अनि उँधो उँधो मधेसमा चाहिँ फेरि उयो पनि हुस्से पनि लागिरहेको के। घाम त कस्तो आँखामै आयो। तर यता हाम्रोतिर चाहिँ छैन हुस्से, एकदम क्लिन, एकदम सफा देखिरहेछ। अब हाम्रो पनि धान काट्ने बेला आउँदैछ। हामी चाहिँ तिलगिनी आइपुग्न लाग्यौँ साथीहरू। के गर्नु म के बोला बहिनी, म जो चाहिँ म भन्दा म भिडियो गरी पनि म अगाडि छिटो हिँडिरहेको छु होइन। त्यही हेर न लडाछ। म अहिले फेरि यता हेर्दै हिँड्यो भने म लड्न सक्छु है। त्यही भएर म यता हेर्दै हिँडेको कि म भिडियोमा हेरेर बोल्ने मन त छ, तर यिनीहरूले गरेर होइन। यस्तो छ नि त बाटो पनि, अब पिच भए पो टक्कर छ। तिमीलाई बरु भिडियोमा आउनु मन छैन भने आउँदिन भन्, म खिच्दिनँ। एक्टिङ हेर न यिनीहरूको। फेरि हामी चाहिँ किराती चोक आइपुग्यौँ। अहिले यिनीहरूले फेरि मलाई के भन्छ, किराती चोक गर्मी भयो। अघि त बिहान कस्तो जाडो थियो, अहिले त गर्मी भयो। किराती चोक हो यो। आया यता लड्दै हिँड्नु। ए यता उँधो त कस्तो उयो आएको कि, यो घामले गरेर हो कि। नि कस्तो राम्रो देखेछ यता। वा ओ माई गड। हामी चाहिँ यहाँ जङ्गलमा आइसक्यौँ। जङ्गलमा आइपुगिसक्यौँ। आम्मामा घाम त पुरै टलक्क क्यामेरामा। हामी चाहिँ खोला आइपुग्न लागिसक्यौँ। अब यहाँबाट चाहिँ थोरै मात्रै छ, आइपुग्न लागिसक्यौँ। अलिकति बाँकी छ। यो चाहिँ अम्लिसो कुचोको बोट र यसलाई अम्लिसो भनिन्छ। यस अम्लिसो भनिन्छ। अम्लिसो अर्को बाटो छ यताबाट, ठुलो बाटो पनि छ। सो यो चाहिँ सर्टकट हो। हामी यो बाटो आयो भने चाहिँ अलिक छिटो पुगिन्छ कि, अनि त्यही भएर चाहिँ हामी यो बाटो आएको। छिटो पुगिन्छ नि त। अब के गर्नु त साथीहरू, छिटो पुग्ने बाटो अपनाउनु पर्यो नि त। बाटो त ओ माई गड जङ्गल कि बाटो हे। कति ढिलाएको हो कि, कति ढिलाएको। हामी चाहिँ यहाँ घन्सी काट्न आइसक्यौँ साथीहरू। अहिले देखाउनुपर्छ। घन्सी काट्न आइसकेको छौँ हामी चाहिँ यहाँनिर। गाह्रो छ। उता पनि छन् पार्टनरहरू काम गर्दैछन्। अलिक देखेन, हामी चाहिँ घन्सी काट्न लाग्यो कि साथीहरू देख्न सक्नुहुन्छ। सो साथीहरू अब चाहिँ हामीले सक्न लाग्यौँ। अलिकति बाँकी छ। मेरो बहिनी चाहिँ पर गर्दैछ, देख्न सक्नुहुन्छ। मेरो पछाडि सबैतिर गर्न सक्छ। अब चाहिँ थोरै मात्र बाँकी छ, यो 1-2वटा हो। त्यस पछाडि चाहिँ हामी लाग्नुपर्ने हुन्छ अर्को काम भनेर। एकदम नमजा नराम्रो। सो साथीहरू त्यो अब चाहिँ हामीले सक्न लाग्यौँ। यो सकेर चाहिँ हामी यहाँ सुठुनी खान्छौँ थोरै। यहाँ उयो हो। सो साथीहरू हामी चाहिँ अब सकियोरी घर फर्केको। काम सकियोरी घर लागेको, घाम पनि लाग्यो।
यसरी छोपेर जानुपर्छ होला साथीहरू मैले चाहिँ भिडियो यही समाप्त गरिदिएको साथीहरू थ्याङ्क्स फर वाचिङ माई भिडियो सो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भर्खर स्टार्टिङ हो नि त सो त्यही भएर धेरै माया देखाइदिनु होला म अझै राम्रो राम्रो भिडियो बनाउँदै पोस्ट गर्नेछु है सपोर्ट गर्नु होला सो साथीहरू लास्ट काम भयो गलेको हुन्छ है बाइ बाइ Thanks for watching. Please subscribe.